नमस्कार। यतिखेर चाहिँ हामी सुटिङको क्रममा छौँ। यतिखेर घोराईको बैलडाँडा चौतारी क्लबमा आबद्ध भई हामीले सुटिङ सुरु गर्न लागिरहेको छौँ। आज असारको 7 गते पनि हो, शनिबारको दिन। यतिखेर चाहिँ हामीसँग हुनुहुन्छ विशेष यो गीतको मोडल डाइरेक्टर, कोरियोग्राफी सम्पूर्ण जिम्मा चाहिँ हाम्रो अभिषेक मल्लले गर्नु भएको छ। अनि यसमा मोडल केटी डान्सर मोडलमा चाहिँ, अनि त्यस पछाडि सरिस्मा ओलीले गर्दै हुनुहुन्छ भनेपछि यतातिर चाहिँ श्याम चौधरीको चाहिँ क्यामेरा म्यानमा हुनुहुन्छ, असिस्टेन्ट क्यामेराम्यान असिस्टेन्ट डाइरेक्टर म मुकेश चौधरी। उतातिर मेकअप आर्टिस्टमा हुनुहुन्छ मुस्कान चौधरी हुनुहुन्छ। अनि यतिखेर चाहिँ म पनि यतातिर छु। यो गीतमा मेरो भूमिका चाहिँ सम्पूर्ण टोलीहरूको म्यानेजमेन्ट, हाम्रो प्राविधिक टोलीदेखि सबैलाई को म्यानेजमेन्ट गर्ने चाहिँ म छु। अनि त्यस पछाडि हाम्रो उतातिर हुनुहुन्छ हाम्रो ड्रोनमा प्राविधिक काम गर्नुहुने अनि हुनुहुन्छ। यहाँको नाम चाहिँ लक्ष्मण टिसी हुनुहुन्छ, ड्रोन प्राविधिकमा हुनुहुन्छ भनेपछि अहिले चाहिँ हामीहरू अम्बिकेश्वरी जोनियर रोडमा जाने रोड मेरै नजिकमै छौँ। मितेरी हस्पिटलको साइडमा बसेर चिया नास्ता हुँदैछ हाम्रो। हामीले चाहिँ यो गीतको गायकहरूलाई चाहिँ हामीले पर्खेर बसिरहेको छौँ। आकाशतिर चाहिँ एकदम बादल चाहिँ डम्म लागेको छ। आज सुटिङ अवरुद्ध गर्छ भन्ने हामीलाई पनि अलिकति डर छ। त्यस्तो नहोस्, विष्णु क्रिएसन भलक हेर्दै गर्नु होला, म अरू पनि देखाउँछु हजुरहरूलाई। अनि यता चाहिँ हाम्रो सुटिङ सुरु हुँदैछ। हाम्रो यो गीतको गायिकाले चाहिँ यो गीत सफल होस् भन्ने कामनासहित पूजाआजा गर्दै हुनुहुन्छ। अनि हाम्रो साथमा हुनुहुन्छ बैलडाँडा चौतारी क्लब, एकदम फेमस छ दाङ जिल्लामा। बैलडाँडा चौतारी क्लबको सम्पूर्ण टिमहरू पनि यो सुटिङमा आबद्ध हुनुहुन्छ, किनकि यो गीत पनि घुम्न जाउँ बैलडाँडा भन्ने गीत पनि हो। त्यही भएर एकदम सबजना लागि पर्नु भएको छ यो गीतको सुटिङमा चाहिँ। कोही साथीहरू चाहिँ खाना बनाउनतिर जानु भएको छ भने चाहिँ कोही साथीहरू सुटिङ हुनुहुन्छ। मान्छे अनि जनताहरू यहाँ आउने अझै धेरै आउनुहुन्छ होला सायद भन्ने लागेको छ हामीलाई, किनकि यो गीतमा धेरै कलाकारको भूमिका पनि रहेको छ। अहिले चाहिँ कलाकारहरू थोरै एकजना उपस्थित हुनुभएको छ, अब आउनुहुन्छ केही छिनमा। अनि हेर्दै गरौँला के अरे बैलडाँडा चौतारी क्लबकोबाट कसरी हुन्छ सुटिङ हाम्रो मेन मोडल यो गीतको। अनि त्यस पछाडि के अरे अभिषेक मल्ल सरिस्मा ओलीले चाहिँ पूजा गर्दै हुनुहुन्छ। हाम्रो गायकले चाहिँ भिडियो गराइरहनु भएको छ हाम्रो अगाडिदेखि। एकदम रमाइलो हुनेवाला छ। मेरो भिडियोलाई पछ्याइरहनु है। यतातिर चाहिँ हाम्रो मेकअप आर्टिस्टले मुस्कान चौधरीले चाहिँ मेकअप गर्दै हुनुहुन्छ भने चाहिँ फेरि सरिस्मा ओलीले पनि मेकअपमा लागि पर्नु भएको छ हाम्रो मोडलले चाहिँ। यतातिर यहाँको यो यहाँहरूले जकेट टोपी सहित लगाएर यो चौतारी क्लबलाई चिनाउने पोसाक लगाएर आइसक्नु भएको छ। अनि यतातिर रमाइलो पनि भइरहेको छ, मुरली बजाइरहनु भएको छ। म हजुरहरूलाई नाच पनि देखाउँछु है।
अर्को गाउँ न त अर्को। यतिखेर हामी दाङ जिल्लाको घोराई 18 बयलडाँडा चौतारी क्लबको गेटमा छौँ। एकदम रमाइलो भइरहेको छ। यहाँ दृश्यहरू हजुरहरूले देख्न सक्नुहुन्छ। यसमा सुटिङको माहौल छ। यसो रमाइलो, यहाँको टिम चाहिँ एकदम रमाइलो थियो पहिलेदेखि। मैले पनि फेसबुक मार्फत यहाँको भिडियोहरू चाहिँ हेर्थेँ। एकदम रमाइलो गर्नुभएको छ। मान्छेहरू चाहिँ एकदम एक्टिभ हुनुहुन्छ। यहाँको मान्छेहरू बिहान 4-5 बजेदेखि व्यायाम गर्नेहरू, यहाँदेखि हिँड्दै हिँड्दै माथि डाँडासम्म जाने सबै कुराहरू यो बयलडाँडा चौतारी क्लबमा आबद्ध भएर यहाँको दाजुभाइहरूले, दिदीबहिनीहरूले, आमाहरू, अनि सबैजनाले रमाइलो गर्दै नाच गर्दै स्वास्थ्य नाचगान गर्नु नै स्वास्थ्यको लागि चाहिँ राम्रो हो भन्ने कुरा चाहिँ यहाँहरूले चाहिँ गर्नुहुन्छ। पूर्ण रूपमा यहाँ सञ्चालन भइसकेको छ। यहाँ सुटिङ बयलडाँडा घुम्न जाउँ भन्ने गीतको सुटिङ पूर्ण रूपमा सञ्चालन भइसकेको छ। यहाँको बासिन्दाहरू, बयलडाँडा चौतारी क्लबको सदस्य, अध्यक्ष सबैजनाहरू आइसक्नु भएको छ। सुटिङ गर्न, एक्टिङ गर्नको लागि आइसक्नु भएको छ। यहाँहरूको पनि ठुलो भूमिका छ। यता तलतिर चाहिँ हाम्रो महिला टोलीहरू इन्ट्री हुँदैछ है। अनि हाम्रो ड्रोन हुनुहुन्छ आज लक्ष्मण हुनुहुन्छ भने लक्ष्मण ऋषि हुनुहुन्छ, उडाइरहनु भएको छ। एकदम हावा खाइरहनु भएको छ। यहाँलाई कसले चाहिँ हावा खाइरहनु भएको छ ड्रोनदेखि। बेला बेला हो बखतमा गर्मी भयो भने चाहिँ हामीले ड्रोनबाट चाहिँ हावाको सदुपयोग गर्छौँ। यसरी सुटिङ भइरहेको छ। स्टार्टिङ पोइन्ट हो यो। पछाडि अब यसमा मेरो पनि धेरै भूमिका भएको कारणले चाहिँ म पनि खासै देखिन पाउँदैन होला। मैले पनि यो क्यामेरा खिच्नुपर्ने भइरहेको छ। हेरौँ सुटिङ कस्तो भइरहेको छ, हजुरहरूलाई कस्तो लाग्छ भन्नु कमेन्ट मार्फत भन्नुहोला। हाम्रो क्यामेराम्यानमा श्याम चौधरी हुनुहुन्छ, उतातिर हाम्रो गायक हुनुहुन्छ, दुईजनै गायक हो। उहाँको गीत पनि सुटिङ भइसकेको छ। तिज गीत चाहिँ यो स्टार्टिङ पोइन्टको सुरुको लिप्सिङ हो। हामी बयलडाँडाको मेन ठाउँमा उपस्थित भइसकेको छौँ। एकदम बस्नलाई राम्रो वातावरण, बिच हरियालीको बिचमा एकदम रमाइलो छ। यसरी रमाइलो भइरहेछ। सुटिङको माहौलमा एकदम रमाइलो हुन्छ। हामीसँग चाहिँ अलिक दुःख पनि हुन्छ गर्मी महिनामा। दो टिका खाए ल गाइजहरू, म अलिकति सुटिङमा पनि व्यस्त हुनुपर्ने भयो, त्यही भएर मैले त्यति भिडियो गराउन पाएको छैन। यो भ्लग चाहिँ मैले यहीँनिर सक्छु। फुल भिडियो चाहिँ केही दिनमा आउँदैछ। केशर ओली अफिसियल युट्युब च्यानलदेखि आउँदैछ। सबैजनाले त्यहाँ गएर पनि हेर्न सक्नुहुन्छ यो गीतको फुल भिडियो चाहिँ। ल साथीहरू, अहिलेलाई चाहिँ म विष्णु क्रिएसन युट्युब च्यानलकोदेखि बिदा हुन्छु। हवस्, धन्यवाद।